What's up everyone, it's Rowan is back with a new video. So जापान आएपछि जापानको दोस्रो भ्लग यस प्रकार सुरु हुन्छ है। बिहान उठेँ म यसो कामसाम गरेँ अनि म अहिले कम्पनीतिर जान्थ्यो। यो पछाडितिर यो रुखहरू छ नि, यो रुख पुरा साकुराको रुख हो, त्यो फुल देख। मेरो साइकल अनि यहाँ छ। मैले मेरो साइकलहरू राखेको छु, ट्र्याकको सबै अब कुराहरू रेडी गरेर अब ट्याक्क म जानुपर्ने हुन्छ। यहाँ चाहिँ अलिकति घाम लागेको छ, मैले अनि ज्याला गोरो देखियो होला है। गोरै छु छन त, जापान आएर झन् गोरो भइहालेँ। यहाँको हावापानी घामले पनि यहाँ गोरो बनाउँदो रहेछ कि होइन। अनि मैले साइकलमा यो चाहिँ फिट गरिदिएँ। अब यहाँ चाहिँ म यस्तो राखेर कहिले काहीँ भिडियो बनाउनु जाइ गइरहेको हुन्छु। मौसम यस्तो चिसो छ, घाम लागे पनि पानीको बोतल छ, यो खालको पानीहरू खाइरहेको हुन्छु। अनि त्यसपछि यहाँ मेरो यो मोबाइलहरू राख्छु कि कहिले काहीँ यसो भिडियोहरू बनाइरहेको हुन्छु। त्यो टाइममा चाहिँ उ गर्नुपर्छ, ट्राई गरिदिउँ भनेर एकचोटि होइन। अनि त्यसपछि अब यो मास्क यो पन्जाहरू पनि छ। अनि अब म चाहिँ यहाँबाट निस्किन्छु। अब म त्यो बाटोतिरै कुरा गर्दै जाउँला है त। अनि सर म यहाँबाट रेडीसेडी भएर एलबीको जुत्ता ट्याक्क लगाएर म यहाँबाट निस्किन्छु। अब यहाँबाट निस्किएपछि लगभग मलाई अब अहिले चाहिँ लगभग 20 भयो, 9-20 भयो होला। म वहाँ पुग्दा चाहिँ अब मलाई आधा घन्टा बढी लाउँछ, किनकि म स्लो जान्छु एकदम। म फास्ट जाँदिनँ, एकदम स्लो जान्छु। अनि यहाँबाट चाहिँ मलाई खासै अब यो मोबाइलहरू त्यति युज गर्दिनँ कि, किनकि यहाँ मेन रोड हो, यहाँ गाडीहरू बढी नै हिँडिरहेको हुन्छ। त्यो कारणले गर्दा मैले यहाँ चाहिँ युज गर्दिनँ। म थोरै अघि गएर गर्छु। यस्तो ट्रकहरू आउँछ, यहाँ फेरि ट्रक यस्तो खतरा आउँछ कि कुरै नगर। म चाहिँ अहिले अघि आइसकेँ होइन। यहाँबाट अलिकति साइकल हिँड्ने, हाम्रो साइकल हिँड्ने लेन चाहिँ यतातिर। मेरो साइकल मलाई चाहिँ कम्पनीले अलिकति पुरानै भनौँ न, पुरानै साइकलहरू दिइरहेको छ कि, फ्रीमा हो त्यही पनि, त्यही भएर। अनि अब चाहिँ मैले एकछिनपछि यहाँ राख्छु मोबाइलहरू। अन्त त्यसपछि बिस्तारै जानुपर्छ। जङ्गलहरू छ हाम्रो एरियातिर, त्यस्तो जङ्गलहरू छ, पुरै नेपाल बजार जस्तै महसुस हुन्छ। यहाँ चाहिँ मौसम एकदम चकाचक छ कि, घाम लागिरहेको होइन। मैले फोकटमा लगाएछु। अब म साइकल यहाँमा राखेर बिस्तारै बनाउनु जान्छु। तर दामी देखिएछ आजको मौसम चाहिँ, क्लिन छ कि है। त्यही भएर मैले अब यहाँ राख्छु। अनि त्यसै बिस्तारै बोल्दै जानुपर्छ। ल अब च्याटसँग क्यामेरा पनि जोडिदिएँ होइन। अनि अब यतिकै जोडेर हिँड्नुभयो चाहिँ अब हातले छोपिराख्न चाहिँ झन्झट चाहिँ हुँदैन। मजाले गर्न सकिन्छ, मजाले कुरा गर्ने। एकदम भिडियो मात्र बनाउन मात्र होइन कि, हरेक कुराहरू चाहिँ अब चाहिँ गर्न सकिन्छ। जस्तै हुन्छ नि, अब फ्यामिलीहरूसँग कुरा गर्न सकिन्छ मजाले होइन, टाइममा। अब त्यस्तै हो, अब सबैसँग कुरा गर्ने त्यो टाइममा टाइम हुँदैन होइन। टाइम चाहिँ सधैँहरू नमिलेको हुनुपर्छ कि, अनि त्यो टाइममा चाहिँ सबैसँग कुरा गर्न मिल्छ नि त। कालो है क्या ब्राइटनेस नमिलेर यार यहाँ। अनि त्यस्तो पनि हुन्छ कि भिडियो मात्र बनाउनको लागि होइन। फेरि यहाँ फेरि अब मोबाइल छोपेर चाहिँ अब बोल्दै गर्न दिँदैन। यहाँको हरेक एक नियमहरू हुन्छ, हाम्रो जस्तो हुँदैन। नेपालभन्दा डिफ्रेन्ट छ यहाँ हरेक कुराहरू। जस्तै नेपालमा हाम्रो ठाउँमा त बेलिदिन्छ नि, गाडी साइकलवाला होस् मतलब हुँदैन है। त्यो साइकलवाला भए पनि बेलिदिन्छ मजाले, मतलब होइन, हर्न दिँदै हिँड्ने कि। यहाँ त साइकल जो साइकल युज गरिरहेको हुन्छ अनि पैदल यात्री हुन्छ, त्योहरूलाई बढी प्राथमिकता दिन्छ कि, एकदम रेस्पेक्ट गर्छ। बाटो क्रस गर्न लाग्यो, हाम्रो चाहिँ के हुन्छ, सानोले ठुलोलाई साइड दिने त्यो हुन्छ नि त। तर यहाँ के हुन्छ, ठुलोले सानोलाई गर्छ कि, एकदम त्यही देखेर चाहिँ मलाई एकदम उस लाग्छ। के लाग्छ थाहा होला लाग्छ है। अनि त्यसपछि अहिले चाहिँ म एक्लै छु। हामी चाहिँ यो ठाउँमा चाहिँ हामी दुईजना मात्र भयो, नेपाली भने दुईजना मात्र, म र मेरो साथी। 1 महिनासम्म त हामी सँगै थियो। अहिले 1 महिनापछि चाहिँ उसको ड्युटी र मेरो ड्युटी डिफ्रेन्ट भयो कि, डिफ्रेन्ट भयो। कस्तो डिफ्रेन्ट मतलब अलग पार्टमा बाँडिरहेको कि। उसको बिहान छ, मेरो चाहिँ हल्का दिउँसो हुन्छ, राति म चाहिँ हल्का ढिला आउनुपर्छ कि। त्यो टाइममा चाहिँ हाम्रो बाँडिएको छ। ठिक छ, एक्लै जाँदा अब के गरौँ जस्तो लागिरहेको थियो। अनि ठ्याक्कै मलाई याद आयो कि, मलाई युट्युब थियो यार, मेरो च्यानल पनि थियो। अब त्यो थियो फेरि अब त्यो यसो भिडियो बनाउने, यसो फाटफुट बोलिदिने, अनि पछि चाहिँ हेर्न हुन्छ, एउटा मेमोरी हुन्छ भनेर चाहिँ फेरि सोचिरहेको थिएँ। अनि च्याट्टै बनाइदिएँ है, त्यही हो। ठिक छ। अनि ल है त, म फेरि अब बेला अब यस्तै भिडियोहरू बनाइरहेको छु। टाइममा एउटा मेमोरी चाहिँ हुँदो रहेछ क्या। मैले त्यो पुरानो बनाएको भिडियोहरू हेऱ्यो, यस्तो कस्तो लाग्छ कि, त्यो टाइममा त यस्तो थियो यार। एउटा मेमोरी चाहिँ हुँदो रहेछ, भ्युज नआओस् त्यो अलग ठाउँमा छ, तर एउटा मेमोरी चाहिँ हुँदो रहेछ। त्यो नै बुझेँ म त। भिडियो चाहिँ बनाएँ कि, तर यो लाँदा कस्तो नराम्रो देखियो होला है। म आहा यस्तो राम्रो मान्छे त
त्यो राम्रो मान्छेलाई ला बल्ल हिरो जस्तो देखियो कि कल काट्न पाएन यार म कल काटेन यहाँ अरे अब यहाँको 1-2 वर्ष जस्तोखेरि उसै त्यो त सर्टकट देखेर आधै कपाल काट्न पाएन भर्खर 1 महिना भयो मलाई अरे ठिक छ कपालहरू चाहिँ हल्का बाढेको छ त्योहरू काट्नुपर्छ आज चाहिँ अलि मौसम चाहिँ हल्का न्यानो छ कि जङ्गलभरि साकुराहरू फुल्न लागिसकेको छ यार म देखाइदिन्थेँ अहिले त्यो साइकलमा अहिले चाहिँ म भिडियो बनाउँदिनँ मतलब हातले मोबाइल छोप्दिनँ नि त त्यो टाइममा किनकि यहाँ हरेक अहिले चाहिँ यहाँ ठ्याक्कै कति बज्यो भन्दाखेरि 9:30 भयो अब म लगभग 20 मिनटमा चाहिँ 20 नै 15 मिनटमा चाहिँ कम्पनी पुग्नुपर्छ किनकि 5-10 मिनट अगाडि पुगेको राम्रो तर 5 मिनट अलिकति लेट भयो भने यहाँ के हुन्छ त्यही हो हाम्रो जस्तो हुँदैन 11 बज्यो भनेर 12 बजी जाने कुरै हुँदैन 5 मिनट लेट हुने होइन कि हरेक टाइम हुन्छ 5 मिनट छिटो आइकन अनि निस्किने बेला 5 मिनट ढिलो जाने बेला 5 मिनट छिटो गरेर केही हुँदैन तर अलिकति यहाँको समयको चाहिँ के गर्छ एकदम ख्याल गरेर हुन्छ कि समयको एकदम टाइम टु टाइम हुन्छ फिक्स हो 4 घन्टाभन्दा बढी लगातार काम गर्न दिँदैन मेरो 8 घन्टाको ड्युटी हो 4 घन्टाभन्दा बढी लगातार मेरो काम गर्न दिँदैन 1 घन्टा रेस्ट हो अनि त्यसपछि फेरि काम अनि काम पनि एकदम सजिलो हो केही पनि गर्नु पर्दैन मस्त बस्ने भन्ने त्यो साइकलमा आउँदा जाँदा चाहिँ हल्का अलिकति गाह्रो हुन्छ अलिकति हल्का चाहिँ टाढा भयो कि आधा घन्टा जति टाढा भयो कि साइकलमा न अरू ठिक छ यार यस्तो खोलाहरू हेर्दै जान पाइन्छ डाँडाहरू हेर्दै जान पाइन्छ साइक्लिङ गर्न पाइन्छ अलिकति एक्सर्साइज चाहिँ हुन्छ एक तरिकाले हेर्ने भने तर एक तरिकाले हेर्ने भने कहिले काहीँ हुन्छ अलि ढिलो उठेको हुन्छ त्यो टाइममा चाहिँ हल्का गाह्रो हुन्छ कि जस्तो लाग्छ मलाई होइन अब हेरौँ भर्खर आउँदैछ अलि 2-4 वर्ष एउटा कार किनिहाल्नु होला नि त्यो नै होला नि एक दिन है त्यही भिडियोहरू चाहिँ अब हालिन्छ कन्टिन्युसली हालिन्छ भनौँ न डेली चाहिँ हाल्नु नभए हप्तामा एउटा हालिदिन्छ छुट्टीको टाइममा कति घुम्न हिँड्छ अब कम्पनी त अब दिन हिँड्छ त्यो टाइममा चाहिँ भिडियो बनाउने कुरो चाहिँ हुँदैन होइन डेली कम्पनी चाहिँ आउँदैन गरिन्छ त्यो टाइममा चाहिँ अब भिडियो बनाउने कुरो हुन्छ हुँदैन किनकि एउटै थोपडा देखाउनु त जहाँ गयो भने एउटै थोपडा हो तर ब्याकग्राउन्डको सिनहरू चाहिँ अलग अलग देखायो भने केही मजा आउँछ कि त्यही भएर अब त्यस्तै हुन्छ छुट्टी हुन्छ त्यो छुट्टीको टाइममा चाहिँ यसो कतै खोला देखाइदिउँला जङ्गल देखाइदिउँला साकुरा पनि फुल्ला नि हाम्रोतिर फुलिरहेको जङ्गलतिर अनि उता हाम्रो म बस्ने ठाउँतिर नि यस्तो फुलिरहेको कि देखाइदिउँला साकुरा कस्तो हुन्छ भनेर त्यही हो होइन ल अनि ल आजलाई यति नै भन्नुपर्छ जस्तो भिडियो चाहिँ म सकभर छोटै बनाउँछु किनकि तपाईँहरूले हेर्न नि मजा होस् अनि लामो भिडियो बनाएर अनि त्यो कन्टेन्टमा केही छैन नि मजै आउँदैन एक्लै बोल्दै गर्दा कति मजै आउँदैन कि अलि भयो उटपटाङ टाइपको हल्का हुन्छ नि अलि त्यो टाइपको भयो भने कन्टेन्टहरू मजा आउँछ कि तर एक्लै भयो भने अलिकति मजा आउँदैन तर म एक्लै भयो भने काफी छ ल आजलाई यति भयो त